कारणले अब निडर भएर बोल्छ नेपाली, अब निडर भएर अगाडि बढ्छ नेपाली। तयार हो? देख्नुभयो छैन है? सुविधाको जीवन त मेरो पनि छ होला नि त, अलिअलि त। त्यो सबै कुरा त्यागेर त्यत्रो कठोर श्रम गर्ने तपाईँको छैन मान्छेलाई गाली गरेको छ, गाली गरेको। म नाम भन्नुहोस् आफ्नो। श्रम संस्कृति पार्टीको विधानलाई पालना गर्दै, श्रमदानको महाअभियानमा लाग्दै, यो देशको स्वाधीनता, भौगोलिक अखण्डता, अब हेर्दै जाँदाखेरि चाहिँ नर्मल जस्तो छ होइन, तर बनाउँदै धेरै मेहनत। सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता र सार्वभौम सत्ता बचाइराख्न जस्तोसुकै कठिन परिस्थितिमा समेत सदैव प्रतिबद्ध, कटिबद्ध, सचेत र सक्रिय रहने, आफ्नो जिम्मेवारीमा रहेको कर्तव्य पूरा गरी छाड्नेछु। एउटा सच्चा र स्वाभिमानी देशभक्त श्रमदाता बनेर श्रमदानको महाअभियानमा सदैव जोडिनेछु। प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सकिन्छ। अनिवार्य श्रम र श्रमदानको नीतिले मात्रै अभाव र गरिबीको अन्त्य गरी उत्पादन र निर्माण गर्न सकिन्छ भन्ने दर्शन हर्कवादलाई आत्मसात गर्दै उच्च निष्ठा, नैतिकता र देशभक्तिका साथ उत्पादन र निर्माणको श्रमको महाअभियानमा निस्वार्थ भावले लागिरहने। म हुँ श्रमदाता, हेर्दिन म अरूको आश, बन्दैन म जिउँदो लास, सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। हलो सरी जोतिन्छु म, हलो सरी जोतिन्छु म मेरै देशको माटोमा, आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा। वास्ता गर्नु छैन मैले, वास्ता गर्नु छैन मैले, कसले मलाई के भन्छ आशा हेर्नु छैन मैले, कसले मलाई के दिन्छ ऐना हेर्दा जो देश आफै बन्दैन गाली गर्दैहरूलाई। नगर्नुहोस् गाली, गल्ती छ भने भन्नुहोस्, यस्तो गल्ती छ भने भन्नुहोस्, म यहाँ सेरेर झुन्डेर मर्न तयार छु। तर बिना गल्ती हावाको तपाईँको छैन आरोप लगाएर नगर्नुहोस्। म त्यो भन्न चाहन्छु। यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब धेरै कुरा म राख्दिनँ। हामी सबै मिलिरहेका छौँ। यो तपाईँ हो, म हो, हामी हो देश बनाउने, अरूले बनाउँदैन। हामी हो देश बनाउने भनिदिनुहोस् न। धन्यवाद दिन चाहन्छु। अब यो देशको माटोलाई वचन दिउँ, अलिकति दिउँ त। यो माटोलाई वचन दिउँ अलिकति, किन दिउँ? ल त्यसो भने तपाईँ बसिरहेको ठाउँमा उभिनुहोस्। तपाईँ बसिरहेको, तपाईँले टेकिरहेको यो देशको माटोलाई छोइदिनुहोस् एकचोटि प्लिज। म सामूहिक रूपमा यहाँहरू सबैजनालाई यो देशलाई वचन दिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। पछाडि तिनीहरूले पनि माटोलाई छोइदिनुहोस्, दाहिने हातले, तपाईँको दाहिने हातले छोइदिनुहोस्, यो पवित्र माटोलाई छोइदिनुहोस्, माटोलाई छोइदिनुहोस्। माटोलाई सुन्नुभयो? माटोलाई छोइदिनु भयो। ल कस्तो थियो माटोको? माटोले के भन्दै रहेछ त थाहा पाउनुभयो? ल यदि त्यसो भने अब हामी सबैले त्यो माटो छोएको, अहिले भर्खर हाम्रो देशको पवित्र माटो छोएको दाहिने हातलाई देब्रेपट्टिको छातीमा जहाँ तपाईँको मुटु ढल्किरहेको छ त्यहाँनिर मुठी कसेर राख्नुहोस् त यसरी।
अब हामी सामूहिक रूपमा यो कुनै तपाईँको छैन धार्मिक रिचुअल्स होइन, धार्मिक अनुष्ठान होइन, सबै धर्म मान्नेले यो गर्न सक्छ। देशलाई हामी वचन दिन्छौँ। मलाई होइन, मलाई होइन, मलाई होइन, म मरेर जाने मान्छेलाई होइन, यो देशलाई वचन दिनुहोस् तपाईँले। अब यो देशलाई वचन दिनुहोस्। तपाईँ तयार हुनुहुन्छ? यदि त्यसो भने मैले जे भन्छु त्यही कुरा काठमाडौँले सुन्ने गरी भन्नुहोस्। काठमाडौँले सुन्ने गरी लजाउनु हुँदैन। नेपाली लजाएर डराएर हिचकिचाएर पनि देश चाहिँ लुटेराहरूले लुटेर खाइसकेको हो। त्यसो भएको कारणले अब निडर भएर बोल्छ नेपाली, अब निडर भएर अगाडि बढ्छ नेपाली। तयार हो?